त अबदेखि 50 देखि न 10-15 सालमा सायद यस्तो हुनसक्छ बिहारको हो कि या हिमाचल प्रदेश के भन्थ्यो राजस्थान हो कि या यूपी को हो कि वहाँको या हरियाणाको आएर चाहिँ यहाँ सिक्किमको चाहिँ चिफ मिनिस्टर चाहिँ उहाँहरू नै हुने चाहिँ काम चाहिँ गर्नु भएन। इन्दिरा गान्धी चाहिँ 1971 मा इन्दिरा गान्धीले बङ्गलादेश जिम्मा लिँदाखेरि अमेरिका बङ्गलादेशको एगेन्स्टमा भयो। अन्त त्यसको अगाडि यहाँ राजाले मलाई लाग्छ अब भुल पनि हुनसक्छ कि ग्याल्मो बिहा गर्दाखेरि चाहिँ एउटा फिलिङ के छ इन्डियामा त्यति बेला अब अमेरिका जो आए यहाँ त CIA भनेर सम्बन्धित कनेक्सन गरिहाल्छ। त त्यसो हुँदाखेरि मेरो विचारमा एउटा शङ्का थियो कि CIAले यहाँ इन्फ्लुएन्स गरेर चाहिँ भारत सिक्किम चाहिँ निकालेर अलगै भारतबाट हटाउँछ भन्ने चाहिँ भारतको ठुलो डर थियो जस्तो पनि लाग्छ। अब कति प्रेसले चाहिँ अब यस्ता कामहरू गर्छ जो चाहिँ अब नगर्नु पर्ने पनि काम पनि गर्छ। ठिक छ पैसा बनाऊ हामीलाई केही आपत्ति छैन तर आफ्नो इमान इज्जत चाहिँ राख्नु पर्यो होइन ल त्यो चाहिँ इम्पोर्टेन्ट हो नि। अब तपाईँ मेरो कुरा सबै एग्री गर्नुहुन्न ठिक छ नि द्याट इज योर चोइस आफ्नो आफ्नो हो नि तर यस्तै पाराले खुट्टा पक्रेर चाहिँ काम चाहिँ नगरौँ के अरे प्रेसमा चाहिँ एउटा प्रेसकै हिसाबमा बसौँ न इज्जतसँग बसौँ। एक दिन त मर्नै पर्छ नि त होला मान्छेले भन्छ थुक्क चाहिँ नबनाऊ बिचरा भनेर चाहिँ मरौँ भने विचार। राजाको सिक्किमको राजाहरू यसो हेऱ्यो भने मैले अब खोइ के भन्नु र राजाहरूको काम गराइ हेरेर त्यति बेला यो काजी ठेकेदारहरू चाहिँ जो जति छ या मन्त्रीहरू छ सेक्रेटरीहरू राज त उनीहरूले पो गरे जस्तो लाग्छ। राजाले त राज गरेको जस्तो पनि लाग्दैन कोही बेला। Beyond statute, from kingdom to constitution and everything in between. यस थिममा हामीले विभिन्न व्यक्तित्वहरूको इन्टरभ्यू हजुरको सामुमा ल्याइरहेका छौं। सोशल एक्टिभिस्टदेखि लिएर पोलिटिशियन्सदेखि लिएर ब्युरोक्रेट्सदेखि लिएर हेल्थ केयर वर्कर्सदेखि लिएर स्पोर्ट्स पर्सनल्सदेखि लिएर विभिन्न व्यक्तिहरू विभिन्न क्षेत्रमा भएका जो 1975 भन्दा अघिको समयमा सिक्किम जब देश थियो त्यस समयमा पनि उहाँहरूले त्यो समयकालहरू अनुभव गर्नुभएको थियो र देश पश्चातमा जब सिक्किम एउटा राज्य बन्यो राज्यको बादमा कस्तो ट्रान्जिसनहरू आयो के चेन्जेसहरू अनुभव गर्नुभयो ती विषयवस्तुहरूलाई लिएर हामीले तपाईको साममा यो इन्टरभ्यूको क्रम जारी गरिरहेका छौं। भने आज हाम्रो सामुमा एक विशेष अतिथि हुनुहुन्छ सर पीटी ग्याम्सो। अनि उहाँको बारेमा भन्नु पर्दाखेरि उहाँ पहिला IAS हुनुहुन्थ्यो उहाँ रिटायर्ड ब्युरोक्रेट गभर्नमेन्ट अफ सिक्किम अनि उहाँ पहिला राज्यसभा MP पनि हुनुहुन्थ्यो। सालै पिछेको क्रमै वस जाँदाखेरि उहाँ 1967 देखि 73 सम्म एसिस्टेन्ट म्यानेजर हुनुहुन्थ्यो गभर्नमेन्ट अफ सिक्किम प्रेसको। 1974 देखि लिएर अक्टोबर 1980 सम्म उहाँ जोइन्ट डाइरेक्टर हुनुहुन्थ्यो IPR को अनि उहाँ एडिटर हुनुहुन्थ्यो सिक्किम हेराल्डको पनि। 80 देखि 83 सम्म उहाँ हुनुहुन्थ्यो रिप्रेजेन्टेटिभ सिक्किम ट्रेडिङ कर्पोरेसन अफ सिक्किम इन कलकत्ता एन्ड रेसिडेन्ट कमिसनर गभर्नमेन्ट अफ सिक्किम कलकत्ता। 1984 मा उहाँ हुनुहुन्थ्यो म्यानेजिङ डाइरेक्टर स्टेट ट्रेडिङ कर्पोरेसन अफ सिक्किम। 85 मा जोइन्ट सेक्रेटरी टु होम डिपार्टमेन्ट। 86 मा जोइन्ट सेक्रेटरी कम जोइन्ट डेभलपमेन्ट कमिसनर प्लानिङ एन्ड डेभलपमेन्ट डिपार्टमेन्ट। 1987 मा उहाँ डाइरेक्टर प्रिन्टिङ एन्ड स्टेसनरी डिपार्टमेन्ट उहाँको इन्डिपेन्डेन्ट चार्ज थियो। 1988 मा सेक्रेटरी प्रिन्टिङ एन्ड स्टेसनरी डिपार्टमेन्ट विथ एडिसनल चार्ज अफ शेड्युल्ड कास्ट एन्ड शेड्युल्ड ट्राइब वेलफेयर डिपार्टमेन्ट। 1990 मा उहाँ सेक्रेटरी प्रिन्टिङ एन्ड स्टेसनरी डिपार्टमेन्ट with additional charge of information and public relations department। 1992 मा उहाँ सेक्रेटरी हुनुहुन्थ्यो इन्डस्ट्रीज एन्ड प्रिन्टिङ डिपार्टमेन्ट को। 93 मा लेबर एन्ड इन्डस्ट्रीज डिपार्टमेन्ट को सेक्रेटरी। 95 देखि 2000 सम्म उहाँ चीफ मिनिस्टर अफ सिक्किम को सेक्रेटरी। त्यति बेला उहाँ एक्साइज डिपार्टमेन्ट को पनि सेक्रेटरी हुनुहुन्थ्यो। मार्च टु अगस्त 2000 मा उहाँले एडिसनल चार्ज पाउनु भएको थियो इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्ट को सेक्रेटरी। अनि सेप्टेम्बर 2000 मा उहाँ राज्यसभाको MP पनि हुनुभयो। उहाँले पार्लिमेन्टरी स्ट्यान्डिङ कमिटीमा डिफेन्समा 2000 देखि 2001 सम्म सर्भ गर्नुभयो। वेलफेयर अफ शेड्युल्ड कास्ट एन्ड शेड्युल्ड ट्राइब्समा 2000 देखि 2002 सम्म
फाइनेन्समा 2000 देखि 2004 सम्म, फुड कन्ज्युमर अफेयर्स एन्ड पब्लिक डिस्ट्रिब्युसनमा 2004 देखि 2006 सम्म, पार्लिमेन्टरी कन्सल्टेटिभ कमिटीमा उहाँ टुरिज्म एन्ड कल्चरमा 2000 देखि 2004 सम्म, रेलवेजमा 2000 देखि 2004 सम्म, एग्रिकल्चरमा 2004 देखि 6 सम्म। उहाँ भाइस चेयरम्यान हुनुहुन्थ्यो नर्थ इस्ट एमपीज फोरम 2005 देखि 6 सम्म, कन्भेनर अल पार्टी इन्डियन पार्लिमेन्टरी फोरम फर टिबेट पनि हुनुहुन्थ्यो, अनि सेक्रेटरी हुनुहुन्थ्यो शेड्युल कास्ट एन्ड शेड्युल ट्राइब्स पार्लिमेन्टरी फोरमको 2004 मा, मेम्बर अफ इन्डो युरोपियन पार्लिमेन्टरी फोरम 2004, मेम्बर अफ हिमालयन्स एमपी फोरम, मेम्बर्स अफ वर्ल्ड ब्याङ्क पार्लिमेन्टरी फोरम हुँदै हुँदै उहाँले धेरैवटा बुकहरू पनि पब्लिस गर्नुभएको छ, जुन चाहिँ इन्ट्रोडक्सन अफ सिक्किमी सङ्ग्स 1969 मा, डेन्जङ सुङलु एउटा सङ बुक छ उहाँले पब्लिस गर्नुभएको, द हिस्ट्री रिलिजन कल्चर एन्ड ट्रेडिसन्स अफ भुटिया कम्युनिटी भनेर उहाँले पब्लिस गर्नुभएको छ। अनि सोसियल एक्टिभिटिज, कल्चरल एक्टिभिटिज, आर्टिस्टिक, साइन्टिफिक एकम्प्लिसमेन्ट्सदेखि लिएर पोलिटिकल एकम्प्लिसमेन्ट्सहरूसम्मको उहाँको यात्रा के कस्तो छ ती यात्रालाई हामी बुझ्ने चेष्टा गर्नेछौँ। सरलाई स्वागत छ। धन्यवाद। हामी तपाईँको पर्सनल अर्ली लाइफबाट सुरु गर्न चाहन्छौँ है। सिन्स तपाईँ 1941 मा जन्मिनु भएको अप्रिल 5 मा है, हजुर, त्यति बेला भारतवर्ष पनि स्वतन्त्र भएको थिएन, अनि अहिले पनि तपाईँ अब यङ देखिनुहुन्छ है, अनि अब यो उमेरमा आएर पनि तपाईँ यति शार्प हुनुहुन्छ। सर, तपाईँको जुन चाहिँ फर्मेटिभ एक्सपिरियन्सहरू छ नि सर, त्यो कस्तो थियो जब तपाईँ सिक्किममा ग्रो हुनुहुँदै थियो है, यङ एजमा तपाईँको ग्रोथ कसरी भयो, अनि तपाईँको त्यो समयले जुन चाहिँ सिक्किम चाहिँ भारतवर्षको अङ्ग हुनुभन्दा अघिको समय, त्यो समयले तपाईँको होल बाल्यकाललाई कस्तो रूपले सेप गर्यो, कस्तो रूपले सृजना गर्यो, अनि तपाईँको पोलिटिकल आउटलुक जुन चाहिँ छ, राजनीतिलाई हेर्ने आँखाको निर्माण कस्तो रूपले भयो, त्यो अनुभवहरू कस्ता थिए सर? अब म जन्मेको यो हाम्रो पूर्व सिक्किमको समिन भनेर नाम्पुङ अहिले भनेर जानिन्छ, यहाँ गान्तोकदेखि अब त्यति बेला 9 माइलको डिस्टेन्समा भएको, नजिक हो गान्तोकको वरिपरि, तर गाडी नभएको हुनाले त्यहाँ त हिँडेर आउनु पर्थ्यो, पैदल हिँडेर आउँथ्यो। र अब एउटा गाउँको बस्ती यहाँ पहिला प्रथमबाट गान्तोकमा आएर सायद 1949तिर म गान्तोकमा स्कुलमा भर्ती भयो होला। त्यति बेला आउँदाखेरि सिक्किममा यहाँ जनताको मुभमेन्ट हुँदै थियो। जनताको मुभमेन्ट चाहिँ अब राजा चाहिँदैन, हामी माने पब्लिकको गभर्मेन्ट हुनुपर्छ, डेमोक्रेसी हुनुपर्छ भनेर मैले यसरी आउँदाखेरि मेरो बाबाहरू पनि त्यो ग्रुपमा पब्लिकहरूसँग अब त्यो सबै गाउँ बस्तीको भेला भएपछि घुमेको मैले एक्सपिरियन्स मैले खुद आँखाले देखेको होला। र यहाँ आएर गान्तोकमा स्कुल भर्ती भयो, माथि हायर सेकेन्डरी स्कुल, अहिले हाई स्कुल भन्थ्यो, त्यति बेला स्कुल सर टासी नाम्गेल हाई स्कुल भनेर एउटै मात्रै स्कुल थियो। अनि यहाँ गान्तोकमा काकाको घरमा बसेर त्यहाँ स्कुलमा भर्ती भएँ र पढ्दै पढ्दै अब त्यति बेला अब स्कुलमा हामी भएको हुनाले त्यति थुप्रो चाहिँ हामीले अब एक्सपोजर त हाम्रो भएन। अब बस्तीबाट आएको केटो, गान्तोक पनि त्यति बेला त्यतिकै थियो, साह्रै एडभान्स पनि थिएन। अन्त त्यसरी गर्दाखेरि अब कलेजमा 58मा चाहिँ कलेजमा गयौँ, दार्जिलिङ गभर्मेन्ट कलेजमा गएर म आइएससी पास गरेँ। पास गरेर प्रिन्टिङ एन्ड ग्राफिक आर्ट्सको 4 वर्ष कोर्स, 3 वर्ष प्लस 1 इयर प्र्याक्टिस गरेर कोर्स कम्प्लिट गरेँ जादवपुरबाट। मैले एक किसिम राम्रै रिजल्टले पास गरेँ। अब त्यति बेला प्रिन्टिङ टेक्नोलोजी इन्डियामा चाहिँ ग्रेजुएट माने डिग्री कोर्स थिएन, डिप्लोमा कोर्स मात्र थियो। र त्यस पश्चात साइमल्टेनियसली मैले कमर्स पनि ग्रेजुएट पास गरेँ। अनि त्यस पश्चात आएर सिक्किम सरकारमा 1967 सालमा अलिक ढिलो गरेर मैले काम जोइन गरेँ। सायद म अघि आएर जोइन गर्न सक्थ्यो होला, अलिक यताउता लडङ बडुङ गरेर। अब किन बाहिर बसेको हुनाले अलिक मेरो विषयमा डेमोक्रेसी कहाँ कसरी प्र्याक्टिस अरूतिर चलेको देखेर म पनि एक स्टेजमा त अब काम नगरेर खै पोलिटिक्समा पो पस्नुपर्छ कि भन्ने आशाले बसेको थियो। तर अब 67मा जब आयो सबै घरबाट पनि प्रेसर भएछ, कसरी बसिरहन्छ भन्दाखेरि म प्रथमपल्ट सिक्किम गभर्मेन्ट प्रेसमा एसिस्टेन्ट म्यानेजर भएर जोइन गरेँ। त्यस पश्चात अब राजाको टाइममा हो काम, अब त्यति भयङ्कर त काम त हुँदैन थियो, काम प्रायः थिएन पनि। हामी त अब त्यति बेला नम्बर 1 म्यान पावर पनि अब साह्रो थिएन। अब क्वालिफाइड मान्छे हुने बेला अब यो जमाना यस्तो थियो कि अब म यो तपाईँलाई यो कुरा भन्छु, 1954-56
57 यो बालेश्वर प्रसाद जब आयो सिक्किममा कहाँ ग्रेजुएटहरू छ र पोस्ट ग्रेजुएटहरू छ तिनीहरूलाई लिएर डाइरेक्ट एसिस्टेन्ट मेजिस्ट्रेट गरेर एपोइन्ट भएको थियो अनि जति पनि ग्रेजुएट भएको मान्छेहरू त मौका पाए अलिक टेस्टमा गर्नु सक्यो भने गेजेटेड स्किल मिल्थ्यो अब त्यो तल्लो लेभल त होइन माथि ग्रेजुएट भनेर अफिसर गरिहाल्थ्यो यस्तो समय थियो होला र अब त्यस पश्चात अब 73 साल आयो अब राजाको समयमा हुँदै अब 73 साल आएपछि अब यो डेमोक्रेसी आएपछि सबै तल माथि भयो अब देश पनि हामीले भारतसँग मर्ज गऱ्यौँ अब त्यसको पनि अब यसो मेरो विषयमा जनतालाई हुन त मान्छेले भन्छ पिपल मुभमेन्टले जनताले चाहेर भारतसँग मर्ज गर्यो भनेर चाहिँ बाहिर भनाइ छ तर यसको साँच्चै चाहिँ मेरो विचारमा भारतले हामीले बुझ्नुपर्छ कि सिक्किमको भारतसँग 1950 को ट्रिटी 20 सालको थियो यो 20 सालको ट्रिटी चाहिँ 1970 चाहिँ हामी रिन्यू गर्नुपर्ने हो या के गर्नुपर्ने रिभ्यू गर्नुपर्ने तर त्यसमा मैले सुन्नमा आएको अब हुन त हामी पनि स्लाइटली इन्भल्भ पनि थियौँ किनभने अफिसर भएपछि त्यति बेला स्टडी फोरम भनेर एउटा ग्रुप थियो जसले सिक्किमको चाहिँ इन्डिपेन्डेन्स लाइक भुटान जस्तो हुनुपर्छ भनेर एकदम ग्रुप हाम्रो अफिसर लेभलमा अब जस्तो एमएम रसाइली थियो जेटी दनसपा थियो मेरै जेठु कुञ्जङ शेरफ थियो र अफिसर यहाँ जेके थापा एग्रिकल्चरको उहाँहरू एकदम बोल्ने अनि यङ अफिसरहरू सबै त्यहाँ ऊ भएपछि यसलाई चाहिँ त्यसरी भयो भने सिक्किमको मान्छेहरूलाई चाहिँ सपोज हामी युनाइटेड नेसनको मेम्बर भयौँ भने त्यहाँ एम्बेसडर पनि हुन चान्स बस्छ स्टाफ हुनु पनि चान्स पाउँछ अमेरिकातिर कन्सुल अफिस भयो भने कन्सुल जेनरल अफिस भयो भने काम पाइन्छ बाहिर एक्सपोजर हुन्छ भन्ने हिसाबले होला मेरो विचारमा हामीले पनि बहुत गऱ्यौँ अनि चोगेले पनि मेरो विचारमा बार्गेनिङ त पुरै गरेको हो यहाँ सिक्किमलाई पनि भुटान जस्तो किनभने 1971 हो भुटान चाहिँ सायद युएनएको मेम्बर भयो होला त्यति बेला सिक्किमले बहुत कोसिस गरेको तर यता के भयो भने सर्कमस्टान्सेस हाम्रो फेभरमा भएन जस्तो लाग्छ मलाई किनभने इन्दिरा गान्धी चाहिँ 1971 मा इन्दिरा गान्धीले बङ्गलादेश जिम्मा लिँदाखेरि अमेरिका बङ्गलादेशको एगेन्स्टमा गयो अन्त त्यसको अगाडि यहाँ राजाले मलाई लाग्छ अब म भुल पनि हुनसक्छु कि ग्याल्मो बिहा गर्दाखेरि चाहिँ एउटा फिलिङ के चाहिँ इन्डियामा त्यति बेला अब अमेरिका जो आए यहाँ त सिआइए भनेर सम्बन्धित कनेक्सन गरिहाल्छ त त्यसो हुँदाखेरि मेरो विषयमा एउटा शङ्का थियो कि सिआइएले यहाँ इन्फ्लुएन्स गरेर चाहिँ भारत सिक्किम चाहिँ निकालेर अलगै भारतबाट हटाउँछ भन्ने चाहिँ भारतको ठुलो डर थियो जस्तो पनि लाग्छ र अब इन्दिरा गान्धीले जब लियो पछि चाहिँ यो अब मैले अघि म भन्दै गर्दै थिएँ यो हाम्रो दुईटा किताब यस विषयमा हाम्रो जनताले पढ्नु एकदम आवश्यकता छ त्यो चाहिँ मैले अघि नै यहाँ तपाईँसँग मैले कुरा पनि गरिहालेँ त्यो किताब चाहिँ के भने त्यति बेलाको अफिसरहरू यहाँ चाहिँ जो काम गरिरहेको मान्छे छ एउटा चाहिँ जीबी सिद्धु भनेर चाहिँ लेखेको छ सिक्किम डन अफ डेमोक्रेसी द ट्रुथ बिहाइन्ड मर्जर विथ इन्डिया यसमा क्लियरली लेखेको छ कि 1971 मा जब बङ्गलादेश चाहिँ पाकिस्तानबाट छुट्याएपछि त्यति बेला चाहिँ बङ्गलादेशमा रको मान्छे क भन्ने चाहिँ टाउके थियो यिनले मान्छे लगाएर सबै दङ्गा गरेपछि इन्दिरा गान्धीले चाहिँ 71 सालमा चाहिँ कलाई भनेर नाउ यु टेक केयर अफ सिक्किम भनेर चाहिँ भनेको छ भने किताबमा लेखेको छ त्यो डिसिसन बादमा चाहिँ यो मान्छे यहाँ सिक्किममा 71 देखि आएर यहाँ पोलिटिकल लिडरसँग मिलाएर अब इन्फ्लुएन्स गराउँदा यताउता गरेर अनि किताबमा थुप्रो लेखेको छ कति लिडरलाई कति पैसा दियो के गर्यो इत्यादि त्यो त अब लेख्छ नै त्यस्तो अब ऊ जाँदाखेरि कसलाई पैसा दिएको इत्यादि थुप्रो छ अब त्यो चाहिँ कुरा नगरौँ तर बेसिक थिङ चाहिँ के भयो भने यहाँ फेरि अर्को इन्टेलिजेन्सको टाउके थियो एसिस्टेन्ट डाइरेक्टर एमके धर मलाई कृष्ण धर भनेर उसको किताब ओपन सिक्रेट्स इन्डियाज इन्टेलिजेन्स अनभिल्ड भनेर त्यो किताबमा लेखेको छ क्लियरली लेखेको छ कि सिक्किम वाज मर्ज बिकज अफ स्ट्राटेजिक जो पोलिटिकल इम्पोर्टेन्स टु इन्डिया अब यहाँ लाग्यो कि अब यो अमेरिकासँग उता लाग्यो भने चाहिँ हाम्रो अब माथि एकातिर चाइना पावरफुल नेसन छ त्यसो गर्दा हामीलाई डर भयो भनेर चाहिँ इन्डियाले मर्ज त अब गरेको मर्ज गढाएको हो मान्छे त पब्लिक भन्छ हाम्रो मान्छेहरूले नेताले भन्छ हामीले गरेर यो गर्यो भन्छ त्यो त एउटा उहाँहरूलाई युज भएको माथि स्टेज म्यानेज गरेको एक्टिभिटी मात्र जस्तो लाग्छ जे होस् अब भयो होइन ल भारतमा
हामी मर्ज भएपछि सबै अब हाम्रो राजा गयो ठिकै छ, हाम्रो इन्डिपेन्डेन्स गयो सबै ठिकै छ, आइडेन्टिटी गइसक्यो। तर इन टर्म्स अफ मैले यसो हेर्दाखेरि हामीले भारत सरकारले चाहिँ पैसा दिनमा चाहिँ कम्ती कहिले पनि गरेको जस्तो लागेन। यसको इक्जाम्पल के लाग्छ भने मलाई सिक्किमको हामीले यो बुझ्न आवश्यकता छ। हामी यो 1950 ट्रिटी भएपछि 1954देखि सिक्किममा प्लान पिरियड स्टार्ट भएको थियो, 5-5 सालको। 54 to 59, 59 to 64, 64 to 69। 69मा चाहिँ हामीले 4th 5-year प्लान सिक्किमको प्रिपेयर गर्दाखेरि म त सरकारमा थिएँ र हामी बजेट आफ्नो डिपार्टमेन्ट लगेर हामी यहाँ डिस्कसन गऱ्यो। त्यति बेला सिक्किमको प्रथम गभर्नर चाहिँ बिबी लाल थियो। उनी चाहिँ प्लानिङ कमिसनमा एडभाइजर हुनुहुन्थ्यो। उहाँ आएर यहाँ डिस्कसन गरेर यताउता गरेर सिक्किमको प्लान 5 सालको प्लानको पैसा चाहिँ 20 लाख या 20 करोडमा तोकिएको थियो। अनि यो 20 करोड चाहिँ कसरी चाहिँ हो भने 18.5 करोड चाहिँ भारत सरकारले मद्दत दिने र हामीले यहाँ रेभेन्यू इन्टरनल रेभेन्यू जेनेरेट गर्ने चाहिँ 1.5 करोड। टोटल चाहिँ के भन्छ 20 करोडको हाम्रो बजेट 5 सालको थियो भने फर्स्ट 5-year प्लानको 69देखि 70मा मैले हेरेको बजेट कति थियो सिक्किमको एनुअल बजेट 2 करोड 4 हजार थियो। अब यसरी हेर्दाखेरि अब राजाको टाइममा मैले हेरेको काम त साँच्चै नै इमानदारपूर्वक भएको त यहाँ नै साबित हुन्छ। किनभने यति सानो बजेट लिएर पनि सिक्किममा त सबै डिस्ट्रिक्ट हस्पिटल डिस्ट्रिक्ट अफिस भएकै हो, डिस्ट्रिक्ट हस्पिटल भएकै हो, बाटोघाटो भएकै हो। अन्त अघि मैले भने जस्तै स्कुल पनि प्रत्येक गाउँमा 2 माइलको डिफ्रेन्समा सबै स्कुल इस्टाब्लिस भएको हो। अब यो सब्सिक्वेन्ट गभर्मेन्टको टाइममा 2 किलोमिटरलाई घटाएर 2 माइललाई घटाएर चाहिँ 2 किलोमिटर ल्यायो। त अदरवाइज बेसिक इन्फ्रास्ट्रक्चर चाहिँ त्यति बेला स्टेबल भएको हो। यहाँबाट के बुझिन्छ भने काम चाहिँ इमानदारपूर्वक भएकै हो। त्यसमा सर जुन चाहिँ तपाईँ लामो समयकालसम्म एज अ ब्युरोक्राट पनि हुनुहुन्थ्यो अनि तपाईँ फर्मर सेक्रेटरी हुनुहुन्थ्यो सिएमको, फर्मर सिएमको। तपाईँको 10 इयरको एडमिनिस्ट्रेटिभ ल्यान्डस्केप र अहिलेको करेन्ट टाइमलाइनलाई तपाईँले कसरी हेर्नु हुँदैछ, के डिफ्रेन्सेसहरू पाउनुहुन्छ? अब यसमा अलिकति मलाई पासमै जानु पर्यो होला। अब जहाँसम्म मलाई याद छ राजाको टाइममा त फाइलहरू प्रोसेस हुँदाखेरि त नर्मल प्रोसेस फाइल त एकदम 1 दिन 2 दिन 3 दिन 4 दिनमा त डिसिसन भइहाल्थ्यो हो र। हुनु छ भने हुन्थ्यो, नभने हुँदैन भने भइहाल्थ्यो। त्यस्तै गरेर मैले देखेको काजी साहबको सरकारमा जब पिपल्स गभर्मेन्ट आयो मैले हेरेको म एकदम, किनभने म इन्फर्मेसन पब्लिक रिलेसन डिपार्टमेन्ट भएको हुनाले काजी सरकार पनि मैले राम्रो क्लोजमा अनि हेरेको थिएँ। हेरेर आएको हुनाले के हुन्थ्यो भने फाइलहरू चाहिँ कुनै ठाउँमा रोक्दैन थियो, टाइम फ्रेममै फाइल चल्थ्यो। अब त्यस बादमा के भयो होला, अब एलडी काजीले त अब उहाँ पनि एक किसिम साधु नै जस्तो थियो। उहाँको टाइममा अघि म बजेटै फेरि जोडेर कुरा गर्छु। जब हामी भारतमा पस्दाखेरि सिक्किमको लास्ट बजेट 4th 5-year प्लानको लास्टतिर चाहिँ झनै 6 करोड जस्तो थियो। 6 करोड बजेट थियो भने काजी साहबको सरकार जब फर्स्ट टाइम गभर्मेन्ट आउँदाखेरि यो पैसा चाहिँ 12 करोड 12.5 करोड भयो, डबल भयो होला। अन्त त्यसको बादमा चाहिँ अब भारत सरकारको अब म्याग्नानिमिटी भनौँ न, पैसा दिएको हिसाबमा सिक्किमे जनतालाई फाइदा होस् भनेर हो भारत सरकार त हेरेकै हो, त्यसमा सह छैन। त्यसको बादमा प्रत्येक साल 20% इन्क्रिज हुँदै गएर भण्डारी साहबको टाइममा लास्टमा जब उहाँ हुँदाखेरि बजेट झनै 250 करोड जस्तो एनुअल बजेट भइसकेको थियो। अन्त यसबाट डेभलपमेन्ट भयो, कता रोड काटी इम्प्रुभ भयो, बढायो, स्कुल बढायो या अलिक थप्यो। अनि अब मैले हेरेको भण्डारी साहबको टाइममा पानीको ड्रिङ्किङ वाटर सप्लाई गाउँ बस्तीमा त पुऱ्याएकै हो। त्यसमा त कसैले के गर्नु सक्दैन, भन्नु सक्दैन, ना त भन्नु सक्दैन, जो भएकै भन्नु पर्यो। अनि उहाँको बादमा अब हाम्रो चामलिङ साहब आयो। चामलिङ साहबको चाहिँ एउटा राम्रो क्वालिटी के भन्नु, उहाँको एउटा ट्यालेन्ट चाहिँ के छ भने मान्छे चाहिँ पर्सुएसिभ, मान्छेलाई कन्भिन्स गर्न सक्ने, फकाउन सक्ने चाहिँ भयङ्कर ट्यालेन्ट होला। किन प्रथमपल्ट जब चामलिङ साहब चिफ मिनिस्टर भएपछि म सेक्रेटरी भएको हुनाले उहाँसँग जानु पऱ्यो। दिल्लीमा हामीले प्लान डिस्कसन गर्दाखेरि उनी यताउता गर्दाखेरि त
यो साढे 250 भएको करोड त डबल भयो होला 500 कोटी कति पुगेला त्यहाँदेखि त ल अब मैले हेरेँ 500 देखि 700 त्यहाँदेखि 1012 त्यसरी गर्दा एकदम क्वान्टम जम्प हुँदै भइरहेको छ अन्त पैसा त भारत सरकार नदिएको होइन भने आजको स्थितिमा तपाईँ छक्कै पर्नुहुन्छ सिक्किमको बजेट चाहिँ सुन्नुभयो भने आज बजेट चाहिँ 16,020 करोड छ ल त अब यहाँबाट हामी के बुझ्नु भारत सरकारले चाहिँ सिक्किमको उन्नतिको लागि सिक्किमको डेभलपमेन्ट जनताको भलाइ होस् भनेर पैसा त दिएकै हो देश लिए भए पनि हामी यति त ग्रेटफुल हुनुपर्छ पैसा दिएको हो अब यो पैसाहरू कसरी चल्यो जनतालाई कति फाइदा भयो या कति वेस्ट भयो यो चाहिँ म्याटर अफ अब हामी सबैले इन्ट्रोस्पेक्सन गर्नुपर्छ र हेर्नु पर्यो हाम्रोमा सिस्टममा केही डिफेक्ट छ भने त्यसलाई करेक्सन गर्नु पर्यो र अब फ्युचरमा चाहिँ सोच लानको लागि चाहिँ मेरो विषयमा धेरै इन्ट्रोस्पेक्सन गर्नुपर्छ करेक्सन पनि गर्नुपर्छ जस्तो लाग्छ सर विशेष गरी तपाईँ त्यो समयको व्यक्ति हुनुहुन्छ जब भारत पनि स्वतन्त्र भएको थिएन सिक्किम त धेरै साल बादमा भएको है जब सिक्किम ट्रान्जिसन हुनुभन्दा अगाडि इन्डियाको स्टेट हुनुभन्दा अगाडि 1973 मा एउटा ठुलो एजिटेसन भएको थियो त्यो एजिटेसनमा विशेष गरी बिकमतको कुरा आउँदो रहेछ सर अनि तपाईँ बिकमतमा कि त्यहाँनिर भोटहरू अलिकति तलमाथि भयो या त्यहाँनिर के बक्सहरू के भयो भन्ने कुराहरू पोलिटिकल अपहिभल भयो भनौँ न सर है त्यो हुँदाखेरि बिकमत पोलमा तपाईँ प्रिसाइडिङ अफिसर हुनुहुन्थ्यो अनि त्यति बेला कस्तो खालके च्यालेन्जेसहरू थियो त्यति बेला त्यो पोलमा कस्तो खालके एजिटेसन भएको थियो या केमा डिसेटिस्फ्याक्सन भएको थियो अनि अहिले त्यो बिकमतको पोलको त्यो समयको त्यति बेलाको तपाईँको प्रिसाइडिङ अफिसरको त्यो समयकाल जब तपाईँ त्यहाँ हुनुहुन्थ्यो त्यो समय सम्झिँदाखेरि अहिले तपाईँलाई त्यसको आउटकम के भयो होला जस्तो लाग्छ यस्तो होला हामी अब प्रथमपल्ट त प्रिसाइडिङ अफिसर अब म सर्भिसमा आएर त्यति बेला भएको होला गएको हो मसँग मेरो साथी हाम्रो भाइहरू थियो पढेको हो भने अफिसर गुरुबाबु काम गर्नुहुन्थ्यो एउटा उहाँ त अब बितिहाल्नुभयो हुनुहुन्न त्यसको बादमा अर्को पनि दुईजना एसिस्टेन्ट दुईजनै अहिले छैन ल अब त्यहाँ एलिगेसन चाहिँ के छ भने त्यहाँ त्यति बेला भोट चाहिँ एउटा सिङ्गल भोट होइन लामो 6वटा भोट हाल्नुपर्ने काटेर हाल्नुपर्ने लामो लामो के तपाईँको यति लामो टिकट हुन्थ्यो त्यो लगेर चाहिँ काटेर हाल्नुपर्ने भनेर चाहिँ अब मैले अब सुन्नुमा आएको म त पछि अब यो पोलिङ त भइसकेपछि काउन्टिङ चाहिँ व्हाइट हलमा हुँदै थियो अनि त्यति बेला चाहिँ हाम्रो खातीवाला साहबले र हाम्रो कुञ्जङ मण्डलको बिचमा झगडा भएको मैले सुने कि यो कसरी चाहिँ डल्लै चाहिँ एउटा बक्समा एकैचोटि यसै आएको भनेर चाहिँ प्रश्न उठ्दाखेरि त्यहाँदेखि चाहिँ त्यो झगडा सुरु भएको कुरा चाहिँ त्यहाँ सुन्दछु म चाल पाएँ मैले तर मैले अब यसो हेर्दाखेरि यो त खालि एउटा सानो एक्सक्युज मात्र हो किनभने कुनै एउटा होल कन्स्टिट्युन्सीमा एउटा पोलिङ बुथ बिग्रेछ भने त्यो पोलिङ त रिपोल गर्दा त हुन्थ्यो नि त्यो त भएन त मौकै पाएन कसैले गर्नु पाएन त भारत सरकारले चाहिँ खालि एउटा ओपनिङ मात्र खोज्दै थियो नि इस्युलाई कसरी चाहिँ फ्लेयर अप गरेर चाहिँ जनता चाहिँ भड्काउने प्लानमा मात्र मद्दत मिले जस्तो लाग्यो तर अब त्यो चाहिँ मेन कज थियो जुन चाहिँले गर्दा चाहिँ त्यो चाहिँ माने फ्लेयर अप भयो फ्लेयर हुने कुरा त्यही होला त कस्तो घटनाक्रमहरू थियो सर तपाईँले के अनुभव गर्नुभएको थियो विशेष कुराहरू चाहिँ अब त्यो अब मैले त देखेको थिएन ल अब मैले भने कि अब प्रिसाइडिङ अफिसर त म हो प्रिसाइडिङ अफिसरले टिकट इस्यु हुन्छ अब त्यो अब त्यति बेला हामीहरू अहिले अब त्यस्तो कुनै स्ट्रिक्ट अर्डर पनि थिएन अब म हुँदाखेरि तपाईँ मेरो छेउमा तपाईँ प्रिसाइडिङ अफिसर हुँदा पोलिङ अफिसर हुन्छ म बाहिर जाँदा तपाईँले पनि टिकट इस्यु मान्छेलाई त हामीले छिटो छिटो पार गर्नु पऱ्यो त्यसो भए टिकट इस्यु त मेरो पोलिङ अफिसरले पनि गर्यो होला तर कसैले यसै डल्लै दियो भने चाहिँ म पनि विश्वास गर्न सक्दिनँ कसरी हो म त बुझेन यो पनि हजुर सर अब हामी जुन तपाईँको रिलेसन छगेलसँगको है प्यालेससँगको रिलेसन तपाईँको एकदमै क्लोज एसोसिएसन थियो सिक्किमको राजासँग अनि तपाईँको रिलेसन जुन चाहिँ राजासँगको रिलेसन थियो छगेलसँगको त्यसले तपाईँको एडमिनिस्ट्रेटिभ डिसिजन्सहरू अनि तपाईँको पर्सपेक्टिभ छ है तपाईँको चिजबिजहरूलाई हेर्ने तरिकालाई जब सिक्किम ट्रान्जिसन भयो नि सर त्यो समयमा कसरी इफेक्ट गर्यो जब सिक्किम इन्डियाको एउटा पार्ट भइसकेको थियो तपाईँको एडमिनिस्ट्रेटिभ प्रोसेसमा ती कुराहरूले त्यो अनुभवहरूले कसरी इफेक्ट गर्यो त्यसको इम्प्याक्टहरू के भयो जस्तो लाग्छ
अब म राजाको नजिक त मान्छे होइन ल, तर म किनभने क्राउन प्रिन्स चाहिँ उहाँको जेठा छोरा क्राउन प्रिन्स भएको हुनाले सिक्किममा एउटा फुटबल क्लब थियो जो चाहिँ उहाँको जेठा दाजु पाल्देव नामगेलले स्टार्ट गरेको 1933 मा। अनि यो कुमार स्पोर्टिङ क्लब भनेर एकदम नामी कालिम्पोङ दार्जिलिङतिर पनि कप मल्ला सिल्ड र इन्डिपेन्डेन्स सिल्ड जितेर ल्याएको हुनाले त्यो क्लब चाहिँ चल्ती थियो। जब म सर्भिस जोइन गरेँ 1967-68 मा मलाई किन म स्पोर्टिङ एक्टिभिटिजमा म एक किसिम माने एक्टिभै भएको हुनाले अलि सानो बेसी त के राम्रो खेल्थ्यो, अलिअलि फुटबल पनि खेलेको हुनाले मलाई चाहिँ अब यो फुटबल क्लबको सेक्रेटरी भनेर सबैले एक्सेप्ट गर्नुपर्छ भनेर एक्सेप्ट गरेर त्यहाँदेखि चाहिँ क्राउन प्रिन्सको नजिकमा आयौँ। किन उहाँ आउँदाखेरि त क्राउन प्रिन्स चाहिँ फेरि मैले यसो हेरेको भयङ्कर मान्छे, ब्लन्ट तर सिम्पल मान्छे ल, अब एकदम ठाडो नि, एकदम माने अब नो फर्मालिटिज टाइपको नि। त्यसो गर्दाखेरि उहाँले एकपल्ट त मलाई बहुत शरम पारिदियो ल। पाल्जर स्टेडियममा अब यहाँ स्कुलबाट फर्केर आएपछि यहाँ खेल्नु आएपछि त म त जानु पऱ्यो, किन कप सेक्रेटरी म टिम त म 5-6वटा टिम खेलाउँदै थियो। अन्त त्यहाँ ग्राउन्डबाट अब उसको गाडीमा चढ हिँड्नु भन्छ, अब अर्डर गरेँ जानु पऱ्यो क्राउन प्रिन्स हो माथि पुगेर त एक दिन त यसो गर्दा 12-1 बजीतिर पुग्यो प्यालेसमा, सट्टै भित्र हिँड भन्छ। म त अब हुकुम फलो गर्दै गएको। राजा रानी र यो अहिले प्रेजेन्ट वाङचुक अहिले राजा हुनुहुन्छ उहाँ र उहाँको बहिनी अमेरिकामा बिहा गरेको छ, फर्स्ट वाइफको। उहाँहरू चाहिँ लन्च गर्दो रहेछ। ठ्याक्क आएपछि राजा चाहिँ यस्तो फर्स्ट सिटमा बसेपछि त्यहाँ खाली चौकी हुँदो रहेछ, छोडेको हुँदो रहेछ, त्यो चाहिँ क्राउन प्रिन्सको रहेछ। यताबाट उसलाई फेसिङ पनि खाली रहेछ। नेक्स्ट सिट चाहिँ 2 सिट खाली भएपछि यो अहिले प्रिन्स वाङचुक थियो, ग्याल्मु चाहिँ उता फेस टु फेस गरेर बसेको छ। ठ्याक्कै बस भन्छ मलाई त। अब म त राजा छु, म त के गर्नु अब छक्क। राजा पनि त डिप्लोमेटिक यु भन्नुभयो होला, बस्नुहोस् है भनेर। अन्त अब रानी चाहिँ मैले यसो हेरेको ग्याल्मु चाहिँ एकदम पर्टिकुलर नि यो टेबल म्यानर्सको लागि नि, काँटा समाज कसो चलाउनु एकदम सेन्सिटिभ नि। तर यो क्राउन प्रिन्स टेबलमा ऊ त्यो प्लेट ल्याएर पुरा कि खाना ल्याएपछि अब ट्रेमा आयो नि, उसले स्वाट्टै ल्याएर सर लुक अरे हाल अरे मलाई नि। म त यस्तो लाज भयो। अब राजाले कुरा जे भन्छ कुर्नै पऱ्यो। कस्तो अप्ठ्यारो, खाना त खायो नि, कसरी खायो याद पनि भएन। अब माने प्यालेसमा चाहिँ अब म यसरी त्यत्तिकै मात्र नजिक भएकी थिएन होला, तर क्राउन प्रिन्ससँग चाहिँ म नजिक थियो। किन पछि अब डिलिङमा मैले यो कुमार स्पोर्टिङ क्लब रिअर्गनाइज गऱ्यौँ। रिअर्गनाइज गर्दाखेरि मिटिङ गर्थ्यो प्यालेस गेस्ट हाउसमा, ऊ गरेर राखेर एकदमै अब एक किसिम मलाई लाग्यो कि उहाँ मान्छे चाहिँ सिम्पल मान्छे, एकदम ठाडो नि। झन् अब राजाको सिक्किमको राजाहरू यसो हेऱ्यो भने मैले अब खोइ के भन्नु र, राजाहरूको काम गराइ हेरेर त्यति बेला यो काजी ठेकेदारहरू चाहिँ जो जति छ या मन्त्रीहरू छ सेक्रेटरीहरू, राज त उनीहरूले पो गरे जस्तो लाग्छ, राजाले त राज गरेको जस्तो पनि लाग्दैन कोही बेला। तर पाल्देन थन्जुम नामको टाइममा चाहिँ उहाँले चाहिँ जनताको हितको लागि चाहिँ काम चाहिँ निश्चय नै गर्यो। एक्जाम्पल मैले सम्झेँ, उहाँ बाबा चाहिँ जो 10th राजा भए तापनि उहाँ त एकदम इनएक्टिभ थियो। त क्राउन प्रिन्स पाल्देन थन्जुम नामगेल चाहिँ राजाको अब सबै काम उहाँले गर्थ्यो। उहाँ आइसिएस ट्रेनिङमा सँगै यो हाम्रो एनके रुस्तमजी बिबी लालसँग गरेको रहेछ देहरादुनमा। त्यसको फलस्वरूपमा त्यो अब यसो गर्दाखेरि उहाँले कतिवटा यस्तो कदम चालेको छ जसले चाहिँ तपाईँहरू सुन्नुभयो भने आज छक्कै पर्नुहुन्छ कि सिक्किममा जमिनदारी उठाउँदाखेरि कसले उठाएन। जमिनदारी जब सिक्किममा सिस्टम हटाउँदाखेरि यही छोगेल पाल्देन थन्जुम युनिभर्सिटीमा हटेको होला। त्यति बेला जमिनदारहरूले रिप्रेजेन्टेसन गरेको रहेछ, रिप्रेजेन्टेसन गरेर नउठाइदिनु भनेर नि। तर उसले त्यति बेला रूपनारायण सिन्हा भने एउटा जज थियो, छोगेलले त्यो चाहिँ दिएर कसो गरेर त्यो चाहिँ क्वास गरेर उडाइदिएन। यो 47 मा उडायो हेर्नुहोस् है त। अब त्योभन्दा अब सिक्किमको हिसाबमा हेर्यो भने त्यति बेला अब ब्रिटिस राजमा त अब स्टिल 47 त ब्रिटिसकै अन्डरमा थियो, राजा नामको मात्र हो न भने। 54 मा एउटा अर्डर इस्यु भएको छ, त्यो ल्यान्ड एभेन्यू अर्डर नम्बर 3082 मा क्लियर छ ल, 14 मार्च 1954 को। त्यसमा चाहिँ के भनेको छ भने कुनै एउटा डेटरले मर्चेन्टकोबाट पैसा लिएर ऊ भएको छ भने त्यति बेला जग्गा जमिन लिलाम गरेर उठाइहाल्थ्यो। तर त्यहाँ एउटा के क्लज लागेको छ भने इकोनोमिक होल्डिङ अफ ल्यान्ड भनेर शब्द युज गरेको छ। जब मेरो जग्गा चाहिँ 5 एकड पुगेपछि
त्यहाँदेखि मुनि चाहिँ त्यो लिलाम उडाउनु पाउँदैन भनेर कोर्टलाई अर्डर दिएको छ इकोनोमिक होल्डिङ अफ ल्यान्ड भनेर अन्त त्यहाँ पनि फेरि अर्को के लेखेको छ त्यो एउटा लाइन चाहिँ मान्छेले यो कहिले याद गर्दैन रहेछ कि हेर्दैन पुरानो कानुन भनेर कुरा मात्रै गर्छ के हो को बुझ्दैन सब्जेक्ट होल्डरको जग्गा जमिन चाहिँ नन सब्जेक्ट होल्डरले किन्नु सक्दैन भनेको छ हामीले यसको इन्टरप्रिटेसन बडा रङली गर्यौँ हामीले भन्यो गाउँ बस्तीमा कैया मोदीले हाम्रो जग्गा जमिन किन्न पाउँदैन भनेर यही चलायो तर फ्याक्चुअली मेरो विषय यो त रङ होला सब्जेक्ट होल्डर भने जसको नाम चाहिँ सिक्किम सब्जेक्ट 1961 मा पसेको छ तिनीहरू त सब्जेक्ट होल्डर हो त्यसो अगाडि पनि यो 54 अर्डरमा सब्जेक्ट होल्डर भन्दैछ राजाको राइतीमा नजरमा जो सब्जेक्ट भनेको भने थियो भने ती सब्जेक्ट होल्डर चाहिँ सिक्किमको राजाको राइती हो नि त्यसको मेरो विचारमा अब यसो हेऱ्यो भने उनीहरूको आइडेन्टिटी चाहिँ सुड बी डिफरेन्ट होइन समट डिफरेन्ट फ्रम अदर्स नि फर इक्जाम्पल आज तपाईँ सम्झिनु दार्जिलिङमा भोटे छ म जस्तो मेरो शाखा सन्तान पनि होला खरसाङमा नेपाली होला तपाईँको आफ्नो शाखा सन्तान पनि होला कालिम्पोङमा लेप्चाहरू छ यिनीहरू आएर चाहिँ हाम्रो जग्गा जमिन चाहिँ यहाँ किन्न पाउँदैन भनेर चाहिँ एकदम यो कडा हो नि कानुन त त्यो हो नि ल तर हामीले त्यो त इम्प्लिमेन्ट गऱ्यौँ न हामीले खालि उयो बस्यो बाँकी यताउता गर्दाखेरि हाम्रो यो अर्डर ल पनि जुन उ गरेको कानुन पनि फ्लाउट भयो होला स्पेसली अब हामी तपाईँको इन्टरनेसनल रिलेसन्सपट्टि जाउँ न है तपाईँको क्यारियरमा तपाईँले थुप्रो इन्टरेक्सन्सहरूसँग तपाईँ इन्भल्भ हुनुहुन्थ्यो है इन्टरनेसनल एन्टिटिजहरूसँग अनि तपाईँको यो रिलेसन्सहरूले चाहिँ सिक्किमको डेभलपमेन्ट र आइडेन्टिटीमा के रोल खेलेको छ है के रोल ल्याएको छ अनि कस्तो कस्तो इम्प्याक्टहरू बनाए होला जब सिक्किमलाई बाहिर चिनाउनु पर्ने अवस्थाहरू थियो सिक्किमको आइडेन्टिटी सिक्किमिज हो भनेर जुन चाहिँ देखाउनु पर्ने थियो है ती विषयवस्तुहरूलाई त्यो मञ्चमा कस्तो पाराले ल्याइयो होला सर अगाडि सिक्किम भन्दाखेरि तपाईँको अब यो त साँचो कुरा हो पहिला हामी यहाँबाट यहाँ सिक्किममा त हामी सिक्किमै भोडा लाप्चे नेपाली भन्छ यहाँ रम्फू पारी क्रस गरेपछि त हामीहरूलाई त चिन्दैन कसैले पनि अब मलाई मेरो आफ्नो एक्सपिरियन्स म दिल्लीमा जाँदाखेरि एउटा मन्त्री थियो होला अब खसी प्रोग्राम बितिसक्नु भयो गुजरातको गान्तोक अच्छा ब्याङ्कक हेर्नुहोस् है ल गान्तोक र ब्याङ्ककको डिफ्रेन्स नजान्ने यस्तो मन्त्रीहरू पनि थियो भनेपछि सिक्किमको त्यहाँ त गन्ती नै थिएन ल हामीले यसो हेरेकै यता यो चिङ्कीहरू यो चाइनिज भनिहाल्छ हेर्नुहोस् है ल चिङ्की भनेपछि हामी चाहिँ अब खेप्चे भनेको नि ल आँखा सानो भएकोलाई चिङ्की भन्छ भनेर यिनीहरूले चिनिन्थ्यो भने अब हामीले अब कति ठाउँमा मैले अब हाम्रो पार्लियामेन्टको मिटिङ्सहरू भयो अथवा त्यहाँको थुप्रो मिटिङहरू भइबस्छ अब हामी पार्टिसिपेट गर्दाखेरि उनीहरूसँग हामीले बराबर जब कुरा गर्छौँ हिन्दीमा हामी कोही बेला जानु बोल्दाखेरि अब त्यति राम्रो त हिन्दी म बोल्नु जान्न तर पनि बोलेको उसमा हेर्दाखेरि उनीहरूले भन्छ अरे यिनीहरूले पनि हिन्दी यति जान्नु बोल्दो रहेछ भन्ने कुरा पनि मैले पर्सनली मैले एक्सपिरियन्स गरेको र अब यस्तै हो अब इन्टरनेसनलमा त अब हामीले डाइरेक्टली हाम्रो त लिङ्क हुँदैन सिक्किमको इमेज त अब एक किसिम पहिला नै मर्जरदेखि नै प्रायः सबै संसारभरि नै थाहा नै भएको हामीले चाहिँ अब तर अब यसो बादमा चाहिँ विदिन द स्टेट्समा घुम्दाखेरि म धेरै यो पार्लियामेन्टको कन्सल्टेटिभ कमिटी स्ट्यान्डिङ कमिटीमा थुप्रो थिएँ जस्तो म फाइनेन्समा थिएँ डिफेन्समा थिएँ त्यहाँदेखि तपाईँको यो वेलफेयर अफ सिड्युल कास्ट एन्ड सिड्युल ट्राइबमा पनि थिएँ अनि अब त्यो चाहिँ अब पार्लियामेन्टको स्ट्यान्डिङ कमिटी होला त्यहाँदेखि बादमा फुड एन्ड सिभिल सर्भिस थियो यो घुम्दाखेरि यताउता हेर्दाखेरि मलाई चाहिँ के महसुस भयो भने यो हामीलाई त सिक्किमलाई चिन्ने त बहुत कम्ती नै देख्यो होला खालि अब यो भारत पनि यता ठुलो देश हो अब पो अलिअलि चिन्दैन छ होला चिन्दिन्छ अब यो कतिपति फर इक्जाम्पल यसमा फर इक्जाम्पल मैले के देखेँ भने सिक्किममा के भयो एउटा नाम के भयो भने अर्ग्यानिक स्टेट भनेर हाम्रो चामलिङ साहबको टाइममा भयो त्यो अब अर्ग्यानिक कतिसम्म अर्ग्यानिक भयो त्यो डिफ्रेन्ट म्याटर हो तर अर्ग्यानिक गर्दाखेरि चाहिँ एउटा ठुलो नाम चाहिँ सारा भारतमा आयो त्यसै एउटा पक्रिनु चाहिँ नि अब खाँचे जग्गा यहाँ सिक्किममा छ भनेर दुनियाँलाई थाहा छ तर अब अरूलाई त के सिग्निफिकेन्स थाहा छैन नि सो इकोनोमिक ट्रान्जिसन जब यो सिक्किमको इकोनोमी पनि चेन्ज भयो नि त सर है पहिला भन्दा अहिले अब इन्टिग्रेट हुनुभन्दा इन्डियासँग इन्टिग्रेट हुनुभन्दा पहिला अर्कै इकोनोमी थियो अहिले अब अर्कै इकोनोमी छ तर पहिलाको र अहिलेको दुइटैलाई कम्पेयर गर्दाखेरि अझ के च्यालेन्जेसहरू छ जस्तो लाग्छ सर
अब यो मैले चाहिँ यो कुरा भन्दाखेरि सबैले लाग्छ दुख्छ पनि मलाई लाग्छ हाम्रो पोलिटिकल सिस्टमले जुन चाहिँ मेथोडोलोजी अप्नाएको छ त्यो नै डिफेक्टिभ छ जस्तो लाग्छ हामीले मान्छेलाई इन्डिपेन्डेन्ट बनाउने पर्ने जग्गामा डिपेन्डेन्ट बनाइदिउँ नि हेर्नुहोस् है ल अब यो हामी गाउँ बस्तीको मान्छे हो सबैको खेती छ सानोतिर बारी छ खेत पनि छ सुक्खा बारी पनि छ बाँझो पनि छ अलैँची बारी छ म मेरो आफ्नो एक्सपिरियन्समा बताउँदैछु मेरो त्यहाँ अलैँची बारी छ खेत छ बाँझो छ अब त्यहाँदेखि सुक्खा बारी पनि छ अब सुक्खा बारी त यता दाजुको नानीहरूले यताउता गरेर घरको छिमेकी छेउछेउ त उनीहरूले कमाउँदैछ तर अब अलैँची बारी भनेर र खेतहरू त जङ्गल भइसक्यो अब त्यहाँ त अहिले पस्नु पनि डर छ किन भनेर पुरा ड्यामेज गरेर जानु पनि अप्ठ्यारो जङ्गलले गर्दाखेरि जान नसक्ने स्थिति भएको छ त भन्नु मतलब चाहिँ सायद हामीहरूले चाहिँ अहिलेसम्म प्लानिङ प्रोसेसमा जति गरे सबै दिल्लीले के दियो त्यही नै कपी गर्दै लेख्दै आयो र यहाँको रिसोर्स र क्यापेसिटी र कुन पाराले डाइरेक्सन हुनुपर्ने त्यो चाहिँ म्याच भएको जस्तो लागेन ल त्यसले गर्दाखेरि आज हेर्नुहोस् ल गाउँ बस्तीमा हाम्रो केटाकेटी आजको स्थितिमा सबै के गर्छ ल एमएलएकोमा माग्नु आउँछ कोही गर्दैन अन्त अहिले म दुःखको कुराहरू सुन्छु गाउँ बस्तीमा मान्छेको गोजीमा 50 रुपियाँ पनि छैन भन्छ 500 पनि छैन भन्ने कुरा पनि धेरै ठुलो व्यक्तिको माने मुखबाट सुन्न पाउँछु यो देख्दा चाहिँ दुःख लाग्छ अनि अब एउटा हो नै होला अब मैले मेरो जीवनमा मैले हेरेको सिक्किममा पहिला यहाँ गान्तोक वरिपरिको सागसब्जी चाहिँ कहाँबाट आउँथ्यो ल यो पर घाबी तिङदाको त्यो पारी शेर्पा गाउँ तिङदाबाट आलु बेच्थ्यो नाभेसताको मान्छेले सागसब्जी ल्याउँथ्यो रङ्काको मान्छेले ल्याउँथ्यो यता पुसुकबाट आएपछि स्यारीबाट यता लिएर हामी प्रशस्त मात्रामा सागसब्जी पाउँथ्यौँ सस्तो पनि पाउँथ्यौँ भने आज त ती ठाउँमा त सबै सिलगढीको कुन के बारी दुलबारी के होइन हौ के अरे के बारी भन्दो रहेछ त्यहाँको सब्जी चाहिँ गाउँको कुना कुनामा छ भनेको मतलब चाहिँ हाम्रो मान्छेले त काम गरेन नि अब हेर्नुहोस् अब मान्छे त पढ्यो त्यति बेला अब हाम्रो टाइममा मान्छे पढ्ने कम्ती थियो अहिले त बाफरे ग्रेजुएट पोस्ट ग्रेजुएट त त्यो यसो हेऱ्यो भने हामी त भोटे भन्छौँ भोटे कुरामा त थुक्पा बनाए पनि हुन्छ भन्ने जस्तो भइरहेको छ तर अब त्यो चाहिँ केही युजमा चाहिँ आउन सकेको छैन अनि अब मेरो विचारमा अब मान्छे रिथिङ्किङ हुनुपर्ने कि अब जस्तो आफ्नो बारीमा आफैले कमाउँदाखेरि त के हो जति पढे किन नहोस् फिजिकली पनि त फिट हुन्छ सबै बसिरह्यो भने त मान्छे छिटै जान्छ नि त अलिकति फिजिकल फिटमा चाहिँ वक गर्नु पऱ्यो काम गर्नु पऱ्यो एक्सर्साइज भयो भने लामो पनि आयु लामो हुन्छ भन्ने चाहिँ म विश्वास गर्छु र त्यसरी गरे खण्डमा चाहिँ सायद हाम्रो इकोनोमी पनि यो प्लानिङ प्रोसेस पनि चेन्ज हुन्छ न त्यो नभइन्जेल चाहिँ मलाई लाग्छ फ्युचर त साह्रो राम्रो देख्दैन न सर तपाईँ अब सिक्किमिस कल्चर एन्ड आइडेन्टिटीको एउटा स्कलर पनि हो भनौँ न है अनि कस्तो इनिसिएटिभ्सहरूले चाहिँ सिक्किमको कल्चरल आइडेन्टिटीलाई प्रिजर्भ गर्छ होला स्पेसली अब यो ग्लोबलाइजेसन अब यस्तो बढेको छ अब अहिले द वर्ल्ड इज श्रिङ्किङ भन्छ नि त सर है अनि कम्युनिकेसन एकदमै ऱ्याम्प्यान्ट छ अरू कल्चर्सहरू पनि एड्याप्ट गर्छ वेराज अब आफ्नै कल्चरहरू मासिँदै गएको आइडेन्टिटीहरू गुमाउँदै गएको अब पुरानो कानुनै धेरै डाइल्युट भएको कुराहरू पनि अगाडि आउँछ है त के भन्नुहुन्छ सर अब यो चाहिँ एकदम इम्पोर्टेन्ट क्वेसन हो तपाईँले बहुत इम्पोर्टेन्ट क्वेसन रेज गर्नुभयो अब हामी कल्चर भन्छौँ हामी राजाको मुनि 335 वर्ष राजासँग बसेको हुनाले म चाहिँ के देख्छु भने सिक्किमको नेपालीहरू सिक्किमको भोटे सिक्किमको लेप्चाहरू एउटा अर्कै कल्चरल इथोसमा बसेर बढेको मान्छेहरू हौँ अनि तपाईँले यसो कम्पेयर गरेर नेपालकोसँग दार्जिलिङ कालिम्पोङसँग हामी कम्पेयर गरे भए पनि अब भोटे लाप्चे त छँदै छैन बाहिर त नेपालीहरूको पनि तपाईँ हेर्नुहोस् न ल मिल्दैन नि हाम्रो बिहेभियरल टेन्डेन्सी जो छ हाम्रो एप्रोच छ जुन बोली वचन छ राजा टाइममा हाम्रो चाहिँ अलिकति एकदम ओबिडियन्ट टाइपको छौँ उता चाहिँ अर्को हम्बल छ नि त त्यो त अरूमा पाइँदैन अब यो त बिस्तारै हराउँदै जाँदैछ अब देखियो तपाईँको अब मलाई के लाग्छ भने हाम्रो अब पोलिटिकल लिडरसिपहरू अघि अब जसले गर्यो कतिले जानेर गर्यो कतिले नजानेर गर्यो कतिले युज पनि भयो होला अब उहाँकोमा एउटा अवेकनिङ चाहिँ आउनुपर्ने
अब भयो नि फर इक्जाम्पल अब ठुल्ठुला मैले हेरेको भण्डारी साहब हाम्रो विधिभाउ भण्डारी साहब पनि मैले हेरेको उसको म पर्सनली अब यसो हेरेर हाम्रो एउटै उमेरको होला या मभन्दा उहाँ 1 साल कान्छो पनि हुनसक्छ अब उहाँ बितिहाल्नुभयो उहाँको थिङ्किङ नराम्रो होइन सिक्किमको माया गर्ने मान्छे थियो होला व्यक्ति हो पक्का हो अब त्यस पश्चातमा म अब चामलिङ साहबको त म सचिव गरेको एकदम भित्रिया मान्छेलाई कुरै छैन बादमा हामीहरू अलिकति मिसअन्डरस्ट्यान्डिङबाट निक्ल्यौँ र म यो एसकेएम स्थापनामा त म त ठुलो भूमिका खेलेको मान्छे होला भए तापनि मान्छे एज हेरेँ कि अब भयो नि होला अब कति अरूलाई पनि मौका दिनु पर्यो अब मैले सपोजिङ अब चामलिङ साहबले 25 साल टाइम लिनुभयो अब उसले लिडरसिप चाहिँ अरू क्रिएट गरेर उहाँको टाइममा उनीहरू काम त नभएको होइन काम त भएकै हो टुरिज्ममा तपाईँले हेर्नुहोस् सामरुप्सी भयो चारधाम भयो माथि के अरे राहुमा बुद्ध पार्क भयो गेजिङमा च्यारेजी भयो त्यहाँदेखि इभन भालेढुङ्गामा त्यो प्रोजेक्टहरू कतिवटा कुरा उहाँको टाइममा थुप्रो काम भएको छ नि काम त नभएको होइन अनि लुकिङ फ्रम पोलिटिकल के भन्छ टुरिज्म एङ्गलबाट यो त भयङ्कर ठुलो काम भएको हो यो त भएको कुरा त लुकाउन सक्दैन होइन ल तपाईँ भन्नुहोस् है ल तर अब सिक्किममा उहाँको सबभन्दा ठुलो चाहिँ मैले हेर्दाखेरि कन्ट्रिब्युसन चाहिँ एचिभमेन्ट भनौँ सिक्किमलाई उहाँले अर्ग्यानिक स्टेट भन्ने यही वर्तमान प्राइम मिनिस्टरको मुखबाट नै डिक्लेयर भयो नि त हौ संसारमा एउटा अब उहाँको त सारा संसार इमेज भयङ्कर भएको हो प्राइम मिनिस्टरको त्यसो गर्दाखेरि संसारमा सिक्किमको अर्ग्यानिक चाहिँ स्टेट भयो भनेर चाहिँ भयो भएपछि हामीले के फाइदा उठायौँ पायौँ त्यो चाहिँ हाम्रो आवश्यकता हो नि हामीले अर्ग्यानिकको प्रडक्ट चाहिँ कहाँ चाहिँ बेच्दैछौँ कुन चाहिँ ठाउँमा उ गर्दैछौँ त्यसबाट चाहिँ हाम्रो ध्यान बेसी गएन खालि त्यो अब कहाँ पैसा ठुल्ठुलो प्रोजेक्ट लिएर पैसा खानेपट्टि चाहिँ बेसी भयो त्यसो गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ अलिकति हाम्रो इमेज पनि धक्का भयो नत्र हामीले अब भारत सरकारमा भयो भने हामीले अर्ग्यानिक स्टेट भनेर कुनै देशमा एक्सपोर्टको उसमा निकै पैसा पायो भने हाम्रो बार्गेनिङ पोइन्ट बस्छ नि त्यो त बार्गेनिङ गर्नु पाएन ल सर पोलिटिकल डेभलपमेन्टको विषयवस्तुलाई हेर्दाखेरि सिक्किमको पोलिटिकल ल्यान्डस्केपलाई तपाईँ कसरी हेर्नुहुन्छ सिक्किम आजको सिक्किम र त्यो समयको सिक्किम जब तपाईँ अफिसमा हुनुहुन्थ्यो है के हो मेजर शिफ्ट चाहिँ के हो सर जुन चाहिँ तपाईँले अनुभव गर्नुभयो अवलोकन गर्नुभयो अब तपाईँको मेन थिङ त यही हो डिसिप्लिन चाहिँ मैले हेरेको नम्बर 1 त्यो चाहिँ वर्स्ट क्याजुअलिटी हो र अब मैले एलडी काजी टाइममा इभन भण्डारी टाइममा फाइलहरू त तपाईँको 2 दिन 3 दिन अनि भण्डारी साहबको टाइममा त फाइल त ल्यायो त्यो कसैले 2 दिन 3 दिन मेसी राख्यो भने 7 दिनदेखि राख्नु सक्दैन अब त्यो फाइल चाहिँ अब यो चामलिङ साहबको टाइममा एक किसिम अब अलिकति ढिलो भए पनि त्यो चल्दै गयो तर अब म सुन्दैछु अहिले त फाइल त खोइ फाइलै हराइहाल्छ भन्छ चल्दैन भन्छ त फाइल चल्नु पनि केमा चल्नु यो पनि कुरा है नि अब जुन रफ्तारले अब पोलिटिकल हाम्रो यहाँ अब त्यसमा पार्टी अब मैले पनि दोष लिनु पर्यो अब जस्तो यो अहिले जो रेगुलर एपोइन्टमेन्ट गरेर 1 फ्यामिली 1 जब भन्ने कुरा आयो यो पनि त इमान्दारीपूर्वकले गर्नु पर्यो नि 1 फ्यामिली मेरो घरमा सपोज मै एकजना काम गर्दैछ भने 1 फ्यामिली 1 जब भन्दा भयो मेरो बिहा छोराछोरी नातिपना त सबै त काममा लागिरहेको छ भनेपछि 1 फ्यामिली त कुरै आएन र पनि 1 फ्यामिली 1 जब गरेपछि कहाँ चाहिँ संसारमा यस्तो गभर्मेन्ट छ जहाँ चाहिँ सबै गभर्मेन्ट इम्प्लोइ नै हुन्छ भनेर हुँदैन नि होइन र कुनै पनि धन्दामा नाफा नोक्सानको हिसाबमा चल्नु पर्यो काम पनि हुनु पर्यो नि त मान्छे जम्मा गरेर त हुँदैन गभर्मेन्टले त्यो त अनप्रोडक्टिभ एक्सपेन्डिचर हुन्छ ल एक्सपेन्डिचर चाहिँ प्रोडक्टिभ हुनु पर्यो नि त्यो एक्सपेन्डिचर गरेपछि त्यसबाट लाभ हुनु पर्यो केही निस्किनु जेनेरेट हुन सक्नु पर्यो नि यस्तो चाहिँ मलाई भएको जस्तो लागेन अनि यसमा चाहिँ मलाई लाग्छ हाम्रो प्लानिङ प्रोसेस चाहिँ सिरियसली एउटा रिथिङ्किङ हुनुपर्छ यो प्लानिङ प्रोसेसले गर्दाखेरि हाम्रो यहाँ बिग्रिँदैछ जस्तो लाग्छ करप्सन त कहाँबाट थाल्छ त्यही एस्टिमेटबाट त हुन्छ ल होइन र अब यो बेसी भन्यो भने सबैलाई दुख्छ अब नि हर्ट हुन्छ अब म यो त बेसी भन्न चाहन्न किन त्यो सिस्टममा दोष त हामीले पनि लिनु पर्यो कि हामीले गर्नु सक्नु पर्यो गर्नु सकेन भने अब अहिले मैले कुरा गरेर पनि माने त बनिँदैन जस्तो लाग्छ ल अच्छा सर विशेष गरी तपाईँले सिक्किमको प्रेसको एभोल्युसनको विषयमा
लेख्नु भएको छ आर्टिकलहरू, तपाईँ आफै पनि खुदै पनि यसमा धेरै जुडिएको व्यक्ति हुनुहुन्छ है, तपाईँले औदा सम्हालेको व्यक्ति पनि हुनुहुन्छ। अनि आजको प्रेस एन्ड मिडिया भनौँ न सर है, आजको प्रेसलाई तपाईँले पब्लिक ओपिनियन र गभर्नेन्सलाई कसरी सेप गर्दैछ होला आजको प्रेसले जस्तो लाग्छ तपाईँलाई? कतिको काम हुँदैछ? रोल अफ द प्रेस जुन चाहिँ थियो तपाईँको समयमा कस्तो थियो, अहिले कस्तो छ? अब यो चाहिँ तपाईँको एकदम बडा सिरियस तपाईँले क्वेसन रेज गर्नुभयो। अब रोल अफ द प्रेस भन्दाखेरि हामी यहाँ सिक्किम त सानो जग्गा हो नि, ल एउटा डिस्ट्रिक्टको जग्गा जस्तो हो। देशमा तपाईँले हेर्नुहोस् न, देशको के रोल छ ल, अनि त्योसँग कम्पेयर गऱ्यो भने त अब त्यही दिल्लीमा के हुन्छ यहाँ त्यही हुन्छ ल, हेर्नुहोस् है ल। त मैले यसो हेर्दाखेरि चाहिँ अहिले जति प्रेस छ, प्रेसको इन्डिपेन्डेन्टले चाहिँ आफ्नो चलाउन सक्दैन। नम्बर वान त यो कुरा हो। हाम्रो यति साह्रो हाम्रोमा पैसा छैन या कोही यस्तो मान्छे छैन जसले आफै पेपर निकालेर बाँच्नु सक्दैन ल। प्रेसलाई तपाईँको गभर्मेन्ट एडभर्टिजमेन्ट चाहियो, गभर्मेन्ट ग्रान्ट चाहियो, न त बाँच्नु सक्दैन। अब म तपाईँको आइपिएममा हुँदाखेरि पहिला गर्दाखेरि कतिवटा प्रेसहरू आयो, कतिवटा आज चल्दैछ। म अब नामको लिन्छु ल, सिक्किम एक्सप्रेस भयो, हिमाली बेला भने यो पहिलादेखि नै चलेको होला। यिनीहरूलाई बचाउनलाई हामीले के गर्यो, के गरेन, अब यो कुरा किन गर्नु, तर गऱ्यौँ नि हामीले प्रेसलाई बचाएर। किनभने एउटा माने थर्ड एउटा के भन्छ आई चाहिँ नि, जसले चाहिँ पोइन्ट आउट गर्नु सक्नुपर्ने। तर त्यो अब अहिले मैले अब यसो हेरेर त्यस्ता खालको जर्नलिस्ट पनि त अहिले अब छैन जस्तो पनि लाग्छ। सबै अब डिपेन्डेन्ट अन गभर्मेन्ट डोल्समा। अब कति प्रेसले चाहिँ अब यस्ता कामहरू गर्छ जो चाहिँ अब नगर्नु पर्ने पनि काम पनि गर्छ। ठिक छ, पैसा बनाऊ, हामीलाई केही आपत्ति छैन, तर आफ्नो इमान इज्जत चाहिँ राख्नु पर्यो, होइन ल। त्यो चाहिँ इम्पोर्टेन्ट हो नि। अब तपाईँ मेरो कुरा सबै एग्री गर्नुहुन्न, ठिक छ, द्याट इज योर चोइस, आफ्नो आफ्नो हो नि। तर यस्तै पाराले खुट्टा पक्रेर चाहिँ काम चाहिँ नगरौँ। के अरे प्रेसमा चाहिँ एउटा प्रेसकै हिसाबमा बसौँ न, इज्जतसँग बसौँ। एक दिन त मर्नै पर्छ नि त होला, मान्छेले भन्छ थुक्क चाहिँ नबनाऊ बिचरा भनेर चाहिँ मरौँ भनेर विचार। सर विशेष गरी तपाईँ सिक्किमको स्पोर्ट्सको प्रमोटरको रूपमा पनि है, कसरी तपाईँ फ्युचरको स्पोर्ट्स फिजिकल एजुकेसनलाई इन्भिजन गर्नुहुन्छ हाम्रो स्टेटको है? अनि कुन की एरियाजहरू छ जहाँनिर चाहिँ इम्प्रुभमेन्ट चाहिएको छ, सुधार चाहिएको छ? अब यो स्पोर्ट्स पनि मैले यसो हेरेको, यो पनि एउटा एक्सपेन्सिभ एफेयर होला। हुनु त अब अहिले यसो तपाईँले हेर्नुभयो भने सिक्किमको स्पोर्ट्समा सायद कुनै एउटा स्पोर्टिङ एक्टिभिटी सिक्किममा छैन जहाँ चाहिँ म एसोसिएट नभएको होला। तपाईँले विचार गर्नुहोस्। अब मैले अघि नै भनिहालेँ, सिक्किममा फर्स्ट पोइन्ट त म कुमार स्पोर्टिङ क्लबको सेक्रेटरी थिएँ। त्यस पछाडिमा इन्टर डिपार्टमेन्टल फुटबल टुर्नामेन्ट जब यो यहाँ सिक्किममा केही गेम हुँदाखेरि त्यति बेला गराउने नै म होला। हाम्रो पिके प्रधानलाई प्रेसिडेन्ट बनाएर इन्टर स्टार्ट गऱ्यौँ। त्यसबाट गान्तोक फुटबल एसोसिएसन स्टार्ट गऱ्यौँ। स्टार्ट गरेर फुटबल एसोसिएसन भएर यो अब 1980मा जब म कलकत्तामा पोस्टिङ भयो, त्यहाँदेखि यहाँ ठुल्ठुला क्लबहरू इस्ट बेङ्गाल, मोहन बगान, मोहन स्पोर्टिङ आएर यहाँ हाम्रो केटाहरूलाई एक्सपोजर भयो। यताउता गर्दा यसो हुँदाखेरि सिक्किमको केटाकेटीहरू विशेष अब त्यति बेलाको भाइचुङ भयो। भाइचुङले भयङ्कर, भाइचुङ त अब यसो हेऱ्यो भने त म त अब मेरो वाइफको सन्तानहरू हो। हामी चाहिँ नाताले हेऱ्यौँ भने त बाजेहरू, बाजे बोजू हो। भाइचुङको बाजे र मेरो वाइफ चाहिँ कजिन्सहरू हो। महिलाको छोरा चाहिँ उनीहरूको बाजे काइलाको चाहिँ यिनीहरू होला। र अब त्यस्तै गरेर यो प्रेमदोजी पनि अब उसले एक्सपोजर पाएर मोहन स्पोर्टिङमा खेल्यो। अन्त त्यसको बादमा थुप्रो केटाकेटीले मौका पाए नि, मौका पाएर राम्रो गर्यो, ठिकै छ। अब उता कलकत्तामा गएर पैसा पनि कमायो कतिले, त राम्रो गरे नि। तर अब अहिले चाहिँ के हुँदैछ भने अब नम्बर बढ्यो। त्यसको बादमा हाम्रो यो ठुल्ठुलो क्लबमा मेरो विचारमा 25-30 जना जस्तो त खेल्नै भएको थियो सारा भारतमा। त्यो त सब एफोर्ट हाम्रो उसमा भएको नि। त्यस अगाडि म सिक्किम क्रिकेट एसोसिएसनको प्रेसिडेन्ट थिएँ। त्यति बेला यो सिक्किम क्रिकेट एसोसिएसन एसोसिएट मेम्बरसिप बनाउने म होला। यहाँ यताउता गरेर कुरा गरेर फकाएर यताउता गरेर गऱ्यौँ। यहाँ क्रिकेट त अब नामको लागि मात्र हो। तर बादमा चाहिँ अब मेरो बादमा प्रेसिडेन्ट भयो हाम्रो अहिले वर्तमान चिफ मिनिस्टर, उहाँको प्रेसिडेन्ट टाइममा चाहिँ त्यहाँनिर फुल फ्लेजेड मेम्बर भयो होला।
अब त्यो काम चाहिँ होमवर्क कति गर्नु पर्यो, कति कुदे, कलकत्तामा कुदे, दिल्लीमा कुदे। म एमपी हुँदाखेरि नि मैले यो शरद पवारमा गएँ, लालु प्रसादमा गएँ। त्यो क्या हो, एफिलिएट गराउनु साह्रो हो नि। त्यस्तै गरेर अब यो ओलम्पिक एसोसिएसन एफिलिएट भएको थिएन। 1979देखि पिके प्रधान लेखेर जवाबै दिएको थिएन। म एमपी भयो 2003मा। मैले त्यो सुरेश कलमादीमा गएर मसँग त राम्रो रिलेसन थियो। त्यसलाई कुरा गरेर अब मान्छेले कस्तो त्यहाँ पोलिटिक्समा अब के भन्नु, मैले कुरा गरेर त पिके प्रधान मेरोमा आएछ, दलित छ। मैले पनि तिमी मेरो यहाँ बस, म पिके प्रधान लिएर जान्छु भने कलमादीमा गएँ। कलमादीमा गएको त बसिरहेको छ। अन्त मैले पनि यस्तो यस्तो अड्किरहेको छ कि भन्छ, हो जाएगा अरे नि। हो जाएगा होइन, गर्नुपर्छ भने नि। अब मलाई याद छ यिनीहरूलाई चाहिन्छ भोट। मैले भने तिम्रो सिक्किमको भोट चाहिँ तिम्रोमा आउँछ, म ग्यारेन्टी गर्छु भने। अरे क्या मलाई हेरेँ क्या पिके प्रधान भने मैले यस्तो चिफ सेक्रेटरी आइएस अफिसर यस्तो छ पिके प्रधान भने। प्रधान चाहिँ महाराष्ट्रमा पनि हुँदो रहेछ नि त। प्रधान यस्तो हेरेँ उसलाई। अनि मैले पनि अरे ऊ त मेरो त हामी त इनलज हो भने, उसको छोरी मेरो फ्यामिलीमा छ भनेर बिहा भएको छ भने हो नि त। मेरो जेठोको छोरी बिहा गरेको छ। मैले म ग्यारेन्टी गर्छु भने कि अच्छा। फेरि कफी खाएँ, हेनतेन गएँ। नोभेम्बरमा चाहिँ टक्कै मिटिङमा हो जाएगा बलेन्द्र सिंह, राजा बलेन्द्र सिंह। म राजा बलेन्द्र सिंह म चिन्दिनँ, म तिमीलाई म चिन्छु, तिमीले गराउनुपर्छ भने उसले गऱ्यो नि होला। म यहाँ गान्तोकमा थियो क्या अरे, दिल्लीमा थिएँ म, पार्लियामेन्ट हुँदै थिएँ। राति 11 बजी फोन गरेँ कि फाले के भन्दा के भन्नु त्यसै भन्छ भयो अरे क्या। यसरी भयो होइन। र माने अब म उसमा थिएन इन्फर्मी। लाइकवाइज योगा एसोसिएसन सिक्किममा भयो। फर्स्ट प्रेसिडेन्ट म थियो होला, किन म चाहिँ एक्सपर्ट होइन, तर म काम गरेको देख्दाखेरि सबै मेरोमा आउँछ, गइदिनुपर्छ भने ल भयो। सिक्किम एक्रोबेटिक एसोसिएसनबाट म एक्रोबेटिक केही जान्दैन, र पनि त्यो एउटा सुब्बा भाइ थियो होला सर, ल त्यो पनि बनायो। त्यो पनि अब त्यो मान्छे कहाँ गयो जान्दिनँ, एडी भएको थियो मान्छे। त्यसको बादमा बक्सिङ एसोसिएसन स्टार्ट भयो। जो जसलाल प्रधान चाहिँ एसिया इन्डिया गोल्ड पाएको हो नि ल। अन्त अब यसो उता गर्दाखेरि चाहिँ मलाई अन्त भन्यो कि त्यो नेगी के एसडी नेगी डाइरेक्टर पुलिस थियो नि, म खस्यो। उसले भन्छ सर तपाईँले यो, मैले तँ भन्न आई विल बी एडभाइजर भने, म त भ्याउँदैन भने। अन्त यो बक्सिङ पनि त्यसरी भएको। सर विशेष अब तपाईँको एक्सटेन्सिभ करियर हेर्नु पऱ्यो भने पब्लिक सर्भिसमा है, यत्रो लामो समयकालसम्म तपाईँ पब्लिक सर्भिसमा हुनुहुन्थ्यो। अनि अब आउने फ्युचर जेनेरेसन्सलाई सर तपाईँलाई के लाग्छ कि तपाईँले के कुराहरू छोडेर जानु हुँदैछ, जो सिक्किमिस लिडर्सहरू बनिन जाँदैछन्, अब सिक्किमको नयाँ नौलो लिडर्सहरू हुन जाँदैछन् विभिन्न क्षेत्रमा। लिडर खालि पोलिटिकल लिडर्स मात्रै हुँदैनन्, अरू क्षेत्रमा पनि लिडर्सहरू हुन्छन्। अनि सिटिजन्सहरूलाई के भन्न चाहनुहुन्छ सर? अब यस्तो चिज हो कि मान्छेहरूले जे मार्क राख्नु पऱ्यो नि, छोडेर राख्नु पऱ्यो नि, चिन्ह छोडेर जानु पऱ्यो नि, होइन ल। हामीले अब हाम्रो यो केरियरमा हामीले के भुल गऱ्यो, कसो गऱ्यो भने राम्रो हुन्थ्यो भन्ने कुरा अब यो त खालि म्याटर अफ डिस्कसन र एउटा डिबेटको मात्र हुन्छ। तर अब मलाई चाहिँ के लाग्छ भने, तर हामी चाहिँ आफ्नो काम चाहिँ आफ्नो जिम्मेवार चाहिँ सक गरौँ न। टु मच ब्लाइन्ड माने फलोअर पनि नगरौँ, अलिक दिमाग पनि युज गरौँ। मैले गरेको ठिक छ कि छैन भने पनि त एउटा सोच्नु पऱ्यो नि। यो गर्दा मलाई लाभ हुन्छ भने प्लिज थिङ्क ओभर, इन्ट्रोस्पेक्ट गर्नु भनेर चाहिँ म भन्छु। र ब्लाइन्डली फेथ नगर्नु। अनि अब रह्यो अब एउटा अब डेमोक्रेसी हो, डेमोक्रेसीमा तपाईँहरूले अब लिडर छान्नुहुन्छ। लिडर छान्नु हुँदाखेरि तपाईँले राम्रो मान्छे छान्नुहोस्, राम्रो मान्छे मात्र छान्नुहोस्, तब मात्रै सिक्किमको उन्नति हुन्छ। यहाँ जो आयो पैसा कमाउने मात्र छान्नु भयो भने सिक्किमको फ्युचर त अब देख्दैन ल। हामी त त्यसै त अब अहिले सिक्किम सब्जेक्टको तपाईँको बर्थ रेट हेऱ्यो भने हामी नेसनल उसबाट त हामी सबै भोटर लाग्छ नेपाली पनि डाउन छ। 2.5 नेसनल छ भने नेपालीको सायद 1 कति छ होला, लेप्चाको अलिकति त्योभन्दा कम्ती, भोटेको त इभन लेस देन 1 छ अरे। त अबदेखि 50 त किन 10-15 सालमा सायद यस्तो हुनसक्छ बिहारको हो कि या हिमाचल प्रदेश के हुन्थ्यो, राजस्थान हो कि या यूपीको हो कि उहाँको या हरियाणाको आएर चाहिँ यहाँ सिक्किमको चाहिँ चिफ मिनिस्टर चाहिँ उहाँहरू नै हुने चाहिँ काम चाहिँ गर्नु भएन। हामीले चाहिँ एक
माने युनिटी हाम्रो बिचमा जति भए पनि मिसनरी भए पनि हामी एउटा बाँच्ने एज अ सिक्किमिस म त भन्छु सिक्किम सब्जेक्टबाट हामी बाँच्ने कोसिस गर्नुपर्छ किन सिक्किम सब्जेक्टबाट बाँच्ने प्रावधान पनि म धेरै देख्छु हाम्रो आर्टिकल 371 को एफमा भनिन्छ कि जति पनि हाम्रो भोटर लिस्टहरू सिक्किम सब्जेक्टमा हुन्छ त्यो चाहिँ सिक्किम सब्जेक्टमा भएको मान्छे मात्र भोटर लिस्ट हुनु पाउँछ भन्ने छ अनि इलेक्सन पनि तिनीहरूले मात्र लड्नु पाउँछ भनेर छ भने अरू जताभावी चाहिँ यो भोटर लिस्टमा मान्छेले हाल्नु भएन नि अब त्यसको माने अब यहाँ कोहीले भोट ब्याङ्क क्रिएट गर्छ अब त्यो त भोट ब्याङ्क त सक्सेस गभर्मेन्टले क्रिएट गर्यो ड्यामेज त गर्यो अब तर अब उपरान्त चाहिँ एउटा रोक्ने प्लान गरौँ न किन अरू स्टेटमा तपाईँ हेर्नुभयो भने म जहाँसम्म जान्दछु मलाई थाहा थियो अघि हिमाचल प्रदेश त भारतको एउटा स्टेट हो नि हिमाचल प्रदेशमा तपाईँलाई भोटर हुनुको लागि तपाईँको ब्लक लेभलमा बसेको हुनुपर्छ ल त्यति बेला 25 साल थियो म अहिले सुन्दैछु 15 साल भयो अरे ब्लक लेभलमा पास भएर तपाईँ ब्लक लेभलमा सेटिस्फाई गर्नुपर्छ द्याट यु आर फिट तपाईँ त्यहाँ एकदम लोयल इन्डियन सिटिजन भयो भनेर तपाईँ भएपछि मात्र त्यहाँबाट पास भएपछि भोटर लिस्टमा आउँछ भन्ने कुरा सुन्दैछु सोहीपरि तपाईँ अब लिनुहोस् यो उतै यो नर्थ इस्ट स्टेट्समा के तपाईँ हामी गएर चाहिँ अरुणाचल प्रदेशमा भोटर हुनु पाउँछ अलिक यो किनबेचको कुरा आयो भने तावाङ बस्ने तावाङको अरुणाचल प्रदेशले बमडिलाको जग्गा जमिन किन्नु पाउँदैन सोहीपरि बमडिलाले तावाङको किन्नु पाउँदैन उनीहरूको रेस्ट्रिक्सन छ नि त्यस्तै हाम्रो पुरानो कानुनले हामीलाई प्रोटेक्सन दिइरहेको छ नि हाम्रो जग्गा जमिन किन्न पाउँदैन जग्गा जमिन चाहिँ अहिले हाम्रो मान्छेले के गर्दैछ दाम पाउँदैछ किन्दे भनेर गाउँ बस्ने भन्दैछ यो पनि गर्नु भएन अब यो हराउँदै गएपछि पछि चाहिँ हामी कहाँ जाने अब यो एउटा यसो अस्ति मैले एउटा हाम्रो यो प्यानल डिस्कसनमा एउटा हाम्रो भाइ जङ्गु भाइले भन्थ्यो अब यो पारा चढ्यो भने हाम्रो राम्रो राम्रो मैदान जग्गा चाहिँ सबै यो दबाईको फ्याक्ट्रीहरू बनाइसक्यो पावर प्रोजेक्ट बनाएपछि पछि अब सबै अस्ति जस्तो यो बडा यो ग्लोबको उसमा भएको जस्तो भयो भने हामी सिक्किमको मान्छेहरू चाहिँ कहाँ जाने सिलगढीको एउटा कोनामा के हामीलाई एउटा कलोनी भनेर राख्ने भन्ने प्रश्न जस्तो आउँछ लाग्छ मलाई र अब हामीले चाहिँ यसमा सोच्नुपर्ने बहुतै सिरियस हुनुपर्छ यसलाई बचाउनु लागि चाहिँ अब मैले यसो हेर्दाखेरि अब क्लास यो जो चाहिँ क्लास थुप्रो छ ल क्लास एम छ क्लास के छ केले के भन्छ पुरानो कानुन चाहिँ सिक्किमको चल्दै गर्छ जबसम्म यसलाई एमेन्डल गर्दैन भनेको छ अनि केएल अनि एमले केएल पनि छ अनि त्यो पिरियड अफ सच के भन्छ यो एमेन्ड गर्ने चाहिँ 2 साल भनेछ एमले भन्छ यो जुन चाहिँ सिक्किमको सन्धि विषयमा एग्रिमेन्ट भएको छ यो ट्रिटी चाहिँ कुनै सुप्रिम कोर्ट या हाई कोर्टमा केस गर्न सक्दैन भनेछ किनभने यो एउटा एग्रिमेन्ट जो चाहिँ त्यो त्यति बेलाको त्यो स्टेट र भारत सरकारको बिचमा भएको हो बिफोर द एपोइन्टेड डे भनेको चाहिँ 26 अप्रिल 1975 को अगाडि गएको हुनाले यसलाई चाहिँ कसैले च्यालेन्ज गर्न सक्दैन भनेछ इट सुड नट बी कन्स्टिट्युट एज टु डेरोगेट पावर्स फ्रम आर्टिकल 143 अफ द इन्डियन कन्स्टिट्युसनमा भनेको सुप्रिम कोर्टले इन्टरफेयर गर्न सक्छ भने होइन डेरोगेट गर्यो होइन तर यो चाहिँ यस्तो ट्रिटी हो भनेछ र अब एमओमा चाहिँ छ नि त अब ओमा चाहिँ के छ एनमा छ र पनि यो जति क्लज छ ए टु पी चाहिँ प्रेसिडेन्ट मे अगर प्रब्लम भयो यो स्टेटमा फङ्सनिङ भयो भने क्यान चेन्ज इट भनेछ सब एनी अफ द क्लजेस क्यान बी चेन्ज भनेछ तर एमदेखि ओमा चाहिँ के छ प्रोभाइडेड त्यो जो चेन्ज गर्नुपर्ने चाहिँ 2 सालभित्र हुनुपर्ने हो त्योदेखि भएन भने चाहिँ चेन्ज गर्नु सक्दैन भनेपछि अब त सक्दैन नि त हो त हाम्रो त प्रोटेक्सन भयो नि अब सर युथहरूलाई एडभाइस अब हामी यो इन्टरभ्यूको अन्त पडाउमा पनि पुगिसक्यौँ है सिक्किमको युथहरूलाई कस्तो खालको एडभाइस दिन चाहनुहुन्छ किन भन्दाखेरि अब अहिलेको मोडर्न समयमा आइडेन्टिटी अनि गभर्नेन्सको बिचको कम्प्लेक्सिटीमा युथहरू त्यो गहिराइमा डुबिरहेका छन् है अन्त अब आइडेन्टिटीको कुराहरू पनि उड्छ यो एउटा कम्प्लेक्स कुरा भइरहेको छ अब कन्फ्युजन पनि भइरहेको छ अनि गभर्नेन्सको विषयमा पनि कन्फ्युजन रहिरहेको हुन्छ युथहरूको माझमा त के भन्न चाहनुहुन्छ मेरो विचारमा अब युथहरूले चाहिँ हाम्रो ओल्ड लजको प्रोटेक्सन गरौँ ओल्ड लजलाई चाहिँ नछोडौँ यसैमा हाम्रो प्रोटेक्सन छ मलाई त्यही लाग्छ अन्त अर्को चाहिँ अब टु मच चाहिँ तपाईँको बेसी
पोलिटिसियन पछि पतिमा त यो गरिदिन्छ भने आशा पनि नलागौँ, आफै पनि गरौँ न हौ। यो जवानमा युथमा हुँदा गरेन भने कति बेला गर्ने, हाम्रो टाइममा अब गरौँ भने ताकत छैन, त्यस्तो चाहिँ नहोस्। र अब जति हुन्छ आफ्नो गाउँ बस्तीमा हो भने अरू बारी त अरे कोठे बारी त सागसब्जी रोपेर खाउँ हौ, किन बजारबाट किन्ने। अलिकति आजकल त गाउँ बस्तीमा यहाँ म हेर्छु, मेरो यहाँ तपाईँ यहाँ हेर्नुहुन्छ फुलहरू छ, कोही बेला म यहाँ रमभेडा रोप्छु, कोही बेला म यो अक्करबारी रोप्छु। प्रशस्त त हामी त किन्नु पर्दैन, 2-4वटा बोटसम्म त बाँचिहाल्छ नि। आफैले खानुको लागि पनि कमसेकम त्यति भयो भने तपाईँले इन्डिपेन्डेन्ट भयो नि, अरूमाथि भरोसा भएन नि। त्यो मेरो भन्नुमा चाहिँ टु मच डिपेन्डेन्ट अन अदर्स चाहिँ नगरौँ, आफै पनि बाँच्ने एउटा डिटर्मिनेसन राखौँ न। अरे म मान्छे जन्मेपछि मैले पनि मान्छे भएर मर्नु पऱ्यो नि, सबकोमा एउटा माने नाम राखेर पनि त जानु पऱ्यो भन्ने चाहिँ हिसाबले बढौँ भनेर चाहिँ मेरो यो जवानलाई चाहिँ अब युथहरूलाई यति मेरो सन्देश छ। सर धेरै धेरै धन्यवाद, तपाईँको महत्त्वपूर्ण समय तपाईँले दिनुभयो है। र हाम्रो सिक्किमेलीहरूले पनि सबैले तपाईँको भावनाहरूलाई बुझ्न सक्नुभयो। अनि अन्त्यमा दर्शकवृन्द, हामी अरू इन्टरभ्यूहरू पनि हजुरको सामु ल्याउनेछौँ। यस्तै इन्टरभ्यूको लागि जोडेर बस्नुहोला नर्थ इस्ट वेबसाइटसँग। म ललिता हाल।